हेलो गाइज, आज हम आए हैं मनेरा शिवर। आज हम आए हैं केएमसी स्कूल से डाटा संकलन करण सुकुम्बासी बस्ती की। कैसी सबका समस्या है, कैसे समस्या है सब चाहे पारस बौलारो जो है मेरे ग्रुप की संगीन। और अब हम जा रहे हैं उते शिविर है ना सुकुम्बासी बस्ती के। तब हम जा रहे हैं सब जनाई। देखो जे जा रही है मेरी संगीन, सब खसनिया खसनिया है, मैं कलोथनिया हूँ। अब हम जा रहे हैं। जब देखो अस्थाई प्रहरी पोस्ट दिखो है ना, जे है संगीन बाय बाय कर रही। फेरि उता किन गइरहेको माथि? एउटा माथि एउटा त होला कति होला। हाम्रो स्टिच लगाएर मस्त स्टिच लगाएर नलगाउनु हुने। हेलो गाइस, इन्द्रा खाडोहरु पनि यस्तो बनाएको गाडी गर्नु। देखो तो जाम देख के जो गुस्सा आ रही है मेरी संगीन, कितना फरो है करके। ला हामी पहिलो घरमा प्रवेश गरिसकेका छौँ। यी हुन् हाम्रो गरेको उत्तरदाता अनि यही मेरा साथी डाटा सङ्कलन गरिरहेकी, क्वेसनहरू सोधिरहेकी। अनि म चाहिँ यता क्यामेराम्यान भए। सबै 5 वर्षमा हो कि के भइदिए यस्तो के भइदिए हुन्थ्यो यो बस्तीमा, के भइदिए सहज हुन्थ्यो जस्तो लाग्छ हजुरलाई? स्वास्थ्य सेवाको पनि होला नि त। जस्तै रोड यस्तो छ हैन, यहाँदेखि रोड त ठिकै छ र पानीको भन्दा नि शौचालय अनि स्वास्थ्य सेवाको पनि होला। अनि यहाँनेर सर्प टोक्ने सम्भावना पनि हुन्छ, डर पनि हुन्छ होला यस्तो छ। हाम्रो घरमा त सर्प पस्दैनन् कहिले। सामान त धेरै छ, कोठाको माटो छ तर सर्प चाहिँ कहिले बसेकै छैन। चलो टोयलेटको चाहिँ एकदम समस्या छ है। टोयलेटको त शौचालयको व्यवस्था व्यवस्था भएमा थ्यांक यू, धन्यवाद। ल त हामी लाग्यो अब अर्को घरतर्फ। बनाइरहेको छु। अब हम दूसरे घर में आई गए हैं। मेरी संगीन प्रश्न पूछ रही हैं। जैसे हैं उत्तरदाता, उत्तर देने वाली, और जे हैं मेरी संगीन। दीदी तपाईको वासस्थान अस्थायी हो कि स्थायी हो? अब हामी पाँचौं घरमा पुगिसकेका छौँ। उत्तरदाताको घरमा, पाँचौं उत्तरदाताको घरमा। उहाँ चाहिँ हाम्रो उत्तरदाता हुनुहुन्छ। अनि यो चाहिँ मेरो साथी। अनि यहाँ साथीहरू क्वेसन सोधिरहेछन्। आम्दानीको प्रमुख स्रोत के हो? ज्याला मजदुरी, व्यवसाय, कृषि, के कस्ता समस्याहरू छन् भनेर समस्याहरू पहिचान गर्दै हुनुहुन्छ हाम्रा साथी। के बस्तीमा ल गाइज, हाम्रो के भन्छ के छ सुकुम्बासी बस्तीमा आम पनि खान पाइयो। फिल्डमा आएको हाम्रो के भन्छन् समस्याहरू सबै पहिचान गरिसक्यो। आम पनि खान पाइयो। अब हाम्रो सकियो। अरू साथी उता समस्याहरू पहिचान गरिरहेछन्। हामी चाहिँ हाम्रो ग्रुप चाहिँ यति मात्रै हो। 3 जना उता छन्, अहिले आउँछन्। आँप खाइरहेछौँ, धेरै मिठो छ। उता चाहिँ अङ्कल आन्टीले आँप दिनुभयो, उता बस्ने। अहिले देखिराख्नु भएको छैन।
ओए आमको रुख पनि यही हो आँपको रुख पनि यही हो यही आँप हामीले मागेर खायौँ माग्न त मागेको थिएनौँ तै पनि अङ्कल आन्टीले दिनुभयो ल अङ्कल आन्टीलाई धेरै धेरै धन्यवाद उहाँले हामीलाई आँप खान दिनुभयो हाम्रो पेटमा मुसा कुदेर मुसाहरू मरि पनि सके भोकले के गरौँ यस्तै रहेछ विद्यार्थीको जीवन कहिले सङ्घर्ष कहिले अहिले टिचिङ आज शनिबार भएकाले हामी के भन्छन् फिल्डमा आएको थियौँ छुट्टीको शनिबारको फाइदा उठायौँ अनि यो कालो कालो के भएको छ तिम्रो हात पुरै पुरै काले काले भएको अनि अब हाम्रो टिचिङ पनि चलिरहेछ हामी अलग अलग स्कुलमा छौँ अनि पपुलेसनको चाहिँ यो ग्रुप थियो अब भोलिदेखि फेरि टिचिङमा लागिहाल्छौँ अनि आँप चाहिँ धेरै गुलियो छ ल अब हामी घर जान लाग्यौँ हामीले सबै समस्याहरू पहिचान गरिसकेपछि अब घर जान लाग्यौँ यी मेरा साथीहरू हेर्न कस्तो गरिरहेछन् बहुलाए त्यसको साइकल नालीमा खसेको थियो पुरै साइकल नै त्यसको साइकल पुरै नालीमा खसेको थियो यति फोहोर पानीमा त्यही भएर त्यो आफ्नो साइकल धुन लाग्थ्यो मेरो अब हामी जान लाग्यौँ धेरै थाकिसकेका छौँ अब यो बनाउनको दिन अस्ति भन्ने एउटा भाकल गर्छन् भने के गर्छन् भने अनि यो टोलमा पानी पर्दैन भन्ने होइन मरे उ लाग्नु हो नि बादल यतिकै भयो त यार अवकाश त्यही पनि आज छ यदि मेरो भिडियो हजुरहरूलाई मन पर्यो भने भिडियोलाई लाइक कमेन्ट सेयर र च्यानललाई सब्सक्राइब गरिदिनु होला आजलाई यति नै बाई बाई थ्याङ्क यू